जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवनशैलीमा यहाँहरूलाई स्वागत छ। कसरी कटुता बाइपास गर्ने? यसकारण तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउन्जेल पर्ख। उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ। तब हरेक मानिसले परमेश्वरबाट आफ्नो प्रशंसा पाउनेछ। पहिलो कोरिन्थी 4:5। मेरो एउटा प्रश्न छ। एक महिलाले भनिन्, म कसरी तिनीहरूलाई क्षमा गर्न सक्छु जसले मलाई लामो समयसम्म अपमानित गरे, झुट बोले र मलाई लज्जित पारे? यो मेरो लागि एकदम कठिन समय थियो, तर मैले परिस्थितिलाई परिवर्तन गर्न सकिनँ। अब म त्यो नरकबाट त निक्लिएकी छु, तर मेरो बदला लिने प्रबल इच्छा छ। म चाहन्छु कि तिनीहरूले मैले महसुस गरेको कुरा महसुस गरून्। हामी सबैले यो महिलाको पीडा बुझ्न सक्छौँ, जसलाई शारीरिक रूपमा दुर्व्यवहार गर्नेहरूबाट मुक्ति मिल्यो, तर अझै पनि उनी अर्कै जेलमा कैद भएकी छिन्, कटुताको जेलमा। सायद तपाईँलाई पनि धोका दिइएको छ र दुर्व्यवहार गरिएको छ। गरिएका क्रियाहरू गलत थिए, त्यो पीडा वास्तविक थियो र अपराधीहरूको कार्यहरू पापपूर्ण थिए। यहाँ दुईवटा दिशानिर्देश छन् जसले हामीलाई कटुता र दासत्वको जेलबाट बच्न मद्दत गर्दछ। पहिलो, हामीले यो बुझ्नुपर्छ कि तपाईँ वा मसँग गलत गर्ने व्यक्तिलाई सजाय दिने अधिकार छैन। याद गर्नुहोस् कि परमेश्वरले भन्नुहुन्छ, बदला लिने काम मेरो हो। लेखक लू प्रियोलोले औल्याउँछन् कि जब हामी अधीरतापूर्वक आफै बदला लिन खोज्छौँ भने यो परमेश्वरको शिरबाट मुकुट लिए जस्तो हो। यसो गर्नाले यो साबित गर्छ कि हामीले परमेश्वर को हुनुहुन्छ र उहाँ के गर्नुहुन्छ भन्ने कुरा राम्रोसँग बुझ्न सकेकै छैनौँ। यो परमेश्वर म तपाईँको न्यायलाई विश्वास गर्दिनँ भन्नु सरह हो। तर भजन सङ्ग्रह 76:8 र 9 लेखिएको छ, तपाईँले स्वर्गबाट आफ्नो न्याय निर्णय सुनाउनु भयो र पृथ्वी डरले चुपचाप रह्यो। जब तपाईँ, हे परमेश्वर, देशमा अत्याचार परेका सबैलाई बचाउन तपाईँ न्याय गर्न उठ्नुभयो। र दोस्रो, हामीसँग बदला लिनको लागि आवश्यक सही क्षमता पनि छैन। हाम्रा सबै तथ्यहरू हामीसँग छैनन्। बदला परमेश्वरको हो, किनकि उहाँ एकमात्र हुनुहुन्छ जसले मानव हृदय र मनलाई सिधै देख्नुहुन्छ। तपाईँलाई हानि पुर्याउने व्यक्तिको बारेमा कुरा गर्दा प्रियोलो भन्छन्, मानौ उनले यस महिनामा 12 जना अन्य व्यक्तिलाई पनि त्यस्तै गरेको छ र तपाईँले दिन सक्ने भन्दा गम्भीर न्यायको हकदार छ। यहाँ एउटा सान्त्वनादायी विचार छ। तपाईँले दोषीलाई पर्याप्त सजाय दिनु नपर्ने पनि हुन सक्छ। यदि तपाईँले परमेश्वरको शत्रुहरूको न्याय गर्ने क्षमतामा शङ्का गर्नुहुन्छ भने बाइबलमा थोरै पढ्न सुरु गर्नुहोस्। म साटो लिनेछु, परमप्रभुले भन्नुहुन्छ। तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्यवहार गर्नेछु। परमेश्वरले सपन्याको पुस्तकमा भन्नुभएको छ। कसैले ठुलो दुष्टता गरेको र त्यसबाट उम्किरहेको देखिनु भनेको त्यो व्यक्तिले कुनै अन्त्यको सामना गर्दैन भन्ने होइन। परमेश्वरको समय हाम्रो समय हुन सक्छ। उहाँले भन्नुहुन्छ, उचित समय म ठहर्याउँछु, निष्पक्षता साथ म न्याय गर्नेछु। यर्मिया 32:19 लेखिएको छ, तपाईँका अभिप्राय महान छन् र तपाईँका कामहरू शक्तिशाली छन्। मानिसहरूका सबै चाल तपाईँको दृष्टिमा छर्लङ्ग छन् र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफल अनुसार तपाईँ इनाम दिनुहुन्छ। परमेश्वर पापको बारेमा गम्भीर हुनुहुन्छ। यसले उहाँको एकमात्र पुत्र येशूको जीवनको मूल्य तोकेको छ र उहाँको न्याय एकमात्र पूर्ण न्याय हो जुन अवस्थित छ। सम्झनुहोस्, हामीसँग गलत काम गर्ने कसैलाई सजाय दिने अधिकार छैन र पूर्ण न्यायलाई लागू गर्न आवश्यक सबै तथ्यहरू हाम्रो हातमा छैनन्। म कसरी क्षमा गर्न सक्छु? अब यो प्रश्नको उत्तर दिउँ। हामी क्षमा गर्न सक्छौँ किनभने हामी अपराधीलाई बिना सजाय छोडिरहेका छैनौँ। हामीले आफ्ना अपराधीहरूलाई परमेश्वरमा सुम्पन सक्छौँ र यसले हामीलाई स्वतन्त्रतामा बाँच्न मद्दत गर्दछ। क्षणभर विचार गर्नुहोस्, के तपाईँको विगतमा वा आज तपाईँको जीवनमा यस्तो कोही व्यक्ति छ जससँग तपाईँ बदला लिन चाहनुहुन्छ?
यदि तपाईँ आज कटुता र दासत्वको जेलमा छटपटाइरहनु भएको छ वा तपाईँले बदला लिने काममा आफैलाई अगाडि बढाउनु भएको छ भने तपाईँ परमेश्वरसँग क्षमा माग्न सक्नुहुन्छ। त्यसपछि तपाईँ उहाँको प्रतिज्ञामा विश्राम लिन सक्नुहुन्छ कि उहाँले आफ्नो सिद्ध समयमा आफ्नो सिद्ध न्याय दिनुहुनेछ।